नमस्ते, मेरो नाम चाहिँ गौरव पाठक। म चाहिँ अहिले स्वयम्भूमा बस्दै आएको छु। म अहिले 22 वर्ष भएँ। पहिला अब हल्का हल्का ढाड दुख्थ्यो, त्यहाँबाट पछि दुख्दै खुट्टातिर गयो अनि पछि लाटो हुँदै गएको थियो। अब यो त दैनिक कार्यमा हिँड्दा गर्दा दौडिँदा उठ्दा बस्दा त्यो गाह्रै हुन्थ्यो, दुख्थ्यो। त्यतिखेर डेली एक्टिभिटिजमा गाह्रै भएको थियो। पछि यहीँ आएर एमआरआई गरेपछि नसा चेपेको छ अरे भन्ने थाहा पाएँ। अनि त्यही गरेपछि अहिले युभी भन्ने नयाँ तरिका आएको रहेछ। अनि त्यसले अहिले अब त्यो पहिला त अब चिरेर गर्थ्यो भने अहिले चाहिँ नचिरिकन अब पाल मात्रै पारेर गर्ने रहेछ। अनि त्यसले अब चिरेर भन्दा अलि सहज हुने, दुखाइ कम हुने हुँदो रहेछ, सहजै हुँदो रहेछ। अब मेरो नि 3 दिन भयो अपरेसन गरेको, म नि अहिले हिँड्न थालेको छु आफै। खुट्टा त अब अहिले त्यस्तो दुखेको छैन, त्यही अब पाल पारेको ठाउँमा हल्का हल्का चाहिँ दुखेको छ, नत्र खुट्टा चाहिँ दुख्यो। हजुर, अब पाल मात्रै पार्दाखेरि त दुखाइ नै कम हुने भयो। अब त्यो चिर्दा धेरै दुखाइ हुने, अब टाँकाहरू लगाउनु पर्दा अब यसमा खासै टाँका नि लगाउनु नपर्ला, अब पाल मात्रै पारेर गरेको छ भन्नुभएको छ डाक्टर साहबले, राम्रै भन्नुभएको छ होला। अब त्यही एक्सपेक्ट गर्छु म चाहिँ। बाँसबारी न्युरो हस्पिटल अब धेरै हेल्प गरेको छ, अब राम्रो छ वातावरण पनि, नर्सहरू सबै, डाक्टरहरू पनि सबै राम्रो हुनुहुन्छ। थ्याङ्क यू, नमस्ते।